नमस्ते सबैजनालाई। हामी सबैले सुनेका छौं कि एयरपोर्ट चाहिँ रातिको 10 बजेदेखि बिहानको 8 बजेसम्म क्यानको निर्णय अनुसार चाहिँ अहिले बन्द छ र यो चाहिँ तपाईको लागू भएको थियो कार्तिकको 23 गतेबाट र आगामी चैतको 18 गतेसम्म चाहिँ यसैगरी नाइटको टाइममा चाहिँ यो बन्द हुने भनिएको छ। सो क्यानले चाहिँ प्यारालल ट्याक्सीवेको निर्माण गर्ने भन्दै चाहिँ यो एयरपोर्ट बन्द गरेको हो। यो सूचना पाइसकेपछि चाहिँ एयरलाइन्स कम्पनीहरूले आफ्नो जुन टिकटहरू थियो त्यसको प्राइस चाहिँ एकदमै हाई गर्यो सुरुमा र कतिपय कम्पनीहरूले आफ्नो फ्लाइट नै क्यान्सल गर्न बाध्य भयो भने कुनै एयरलाइन्सहरूले चाहिँ अल्टरनेटिभ एयरपोर्टहरू जस्तो नेपालमा भएको भैरवा एयरपोर्टलाई युज गरेर चाहिँ उडानहरू गरायो। सो हामी सबैले सुन्न त सुन्यौं यो प्यारालल ट्याक्सीवेको काम भइरहेको भएर चाहिँ तपाईको एयरपोर्ट बन्द गर्नु परेको हो चैत्र 18 गतेसम्मको लागि। बट एक्ज्याक्टली यो के भइरहेछ एयरपोर्टमा र यो किन चाहिँ एयरपोर्ट बन्द गरेर मात्रै यो काम हुने हो त। सो आजको भिडियोमा हामी त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा भइरहेको प्रोजेक्टको डिटेलको बारेमा कुरा गर्न गइरहेको छौं। सो लेट्स गेट इन्टु द भिडियो। मिनिस्ट्री अफ कल्चर टुरिज्म एन्ड एभिएसनले चाहिँ 2010-2018 मास्टर प्लान एउटा बनाउँछ त्रिभुवन इन्टरनेशनल एयरपोर्टको लागि मास्टर प्लान, जुन चाहिँ उले चाहिँ एडीबी लाई दिनको लागि बनाएको हुन्छ फन्डिङको लागि। सो यो मास्टर प्लान चाहिँ विभिन्न चरणमा रिभ्यू भएर फाइनली चाहिँ 2019 मा क्यानले चाहिँ यसलाई चाहिँ फाइनल एक्सपान्सन गर्ने अब त्रिभुवन इन्टरनेशनल एयरपोर्टको भनेर डिसिजन गर्छ र विभिन्न चरणको अपग्रेडेसन वर्कहरू हुन्छ एयरपोर्ट भित्र। त्यसैगरी अहिले भइरहेको इन्टरनेशनल टर्मिनलको क्यापेसिटी भनेको तपाईको 1350 डिपार्टिङ प्यासेन्जर पर आवर हो भने अहिले इन्टरनेशनल एयरपोर्टले चाहिँ सर्भ गरिरहेको प्यासेन्जर भनेको चाहिँ 2200 सम्म पीक आवरमा चाहिँ सर्भ गर्नु परेको छ। सो यसको क्यापेसिटी चाहिँ अब यो भन्दा बढाउन सकिदैन। सो एयरपोर्टको क्यापेसिटी बढाउनको लागि नयाँ इन्टरनेशनल एयरपोर्टको आवश्यकता छ एज पर मास्टर प्लान। सो अहिले भइरहेको इन्टरनेशनल बिल्डिङ इन्टरनेशनल टर्मिनलको बिल्डिङ चाहिँ डोमेस्टिक टर्मिनलको रूपमा युज गर्ने भनिएको छ फ्युचरमा। अकर्डिङ टु मास्टर प्लान सुरुमा चाहिँ एयर साइडको भनेको एयरपोर्ट भित्रको सबै कामहरू रनवे, ट्याक्सीवे, एप्रोनहरू, ह्याङ्गरको कामहरू सकाउने भनेर चाहिँ क्यानले भनेको छ भने यो कामहरू चाहिँ अब गर्दाखेरि चाहिँ आईकेओ को स्ट्यान्डर्ड अनुसार हुन्छ। आईकेओ भनेको इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेसन हो जसको स्ट्यान्डर्ड चाहिँ सबै एभिएसन इन्डस्ट्रीमा भएको सबै एयरपोर्टहरूले चाहिँ मान्नुपर्ने हुन्छ। यो चाहिँ युएन को एउटा एजेन्सी। सो अहिले भइरहेको इन्टरनेशनल एप्रोन अनि नेपाल आर्मीको एप्रोनहरू, ह्याङ्गरहरू यो सबैलाई चाहिँ तपाईको नयाँ ठाउँमा शिफ्ट गरिसकेपछि चाहिँ स्पेस क्लियर गरिनेछ इन्टरनेशनल टर्मिनल बिल्डिङ बनाउनको लागि। सो अब हेरौँ अहिलेको एक्जिस्टिङ हाम्रो रनवेको सिनारियो के छ त भनेर। रनवेको लेन्थ चाहिँ हाम्रो टीआईए को 3350 मिटरको रहेको छ भने यसको विड्थ चाहिँ 45 मिटरको रहेको छ। प्यारालल ट्याक्सीवे चाहिँ अहिले एन्ड टु एन्ड छैन, यो चाहिँ 1900 मिटर मात्रै छ। यो चाहिँ तपाईको साउथतिर गइसकेपछि लगभग आधी पार्टसम्म मात्रै ट्याक्सीवे छ। त्यसैगरी डिस्टेन्स बिट्विन रनवे र ट्याक्सीवे चाहिँ 109.5 मिटरको छ। यो चाहिँ आईकेओ ले एक्सेप्टेड गरेको मापदण्ड भित्र चाहिँ पर्दैन। सो यसले के प्रब्लम हुन्छ त भन्दाखेरि जुन चाहिँ 109 मिटरको डिस्टेन्स छ यो प्यारालल ट्याक्सीवे र रनवेको सेन्ट्रल लाइनको बीचमा, यसले गर्दा चाहिँ दुईटा वाइड बडी एयरक्राफ्टहरू सँगसँगै प्यारालल ट्याक्सीवे र रनवे युज गर्न पाउँदैन किनभने यो डिस्टेन्सको अनुसार चाहिँ आईकेओ को सेफ्टी स्ट्यान्डर्ड मिट गर्दैन। सो ठुलो एयरक्राफ्टहरू जुनलाई चाहिँ कोडी एयरक्राफ्ट भनिन्छ त्यसको अपरेसनको लागि चाहिँ यो एउटा ब्यारियर बनेको छ। त्यसैगरी मेन पोइन्ट चाहिँ यसले गर्दा के प्रब्लम भइरहेको छ भन्दाखेरि जस्तो तपाईको एयरक्राफ्टले चाहिँ टेक अफ गर्नको लागि जब ट्याक्सीवेमा उसले चाहिँ ट्याक्सिङ गरेर साउथपट्टि जुन कोटेश्वरपट्टि जान्छ टेक अफ गर्नको लागि अहिलेको ट्याक्सीवे चाहिँ 1900 मिटर मात्र भएको भएर जब त्यो 1900 मिटर सकिन्छ त्यसपछि एयरक्राफ्टले चाहिँ तपाईको रनवे भित्र एन्टर गर्नुपर्ने हुन्छ ट्याक्सिङ पर्पजको लागि। रनवे भित्र एन्टर गरेर तपाईको साउथ एन्डसम्म पुग्नु पर्यो, त्यहाँबाट चाहिँ तपाईको युटर्न लिएर त्यसपछि बल्ल तपाईको टेक अफ गर्नु पर्यो। सो यसले गर्दा के भइरहेछ त भन्दाखेरि रनवेलाई चाहिँ ट्याक्सिङ पर्पजको लागि युज गर्नु परिरहेको छ एयरक्राफ्टहरूले र यसले चाहिँ तपाईको 4 देखि 5 मिनेटको चाहिँ रनवेको टाइम चाहिँ यसले किल गरिरहेको छ एभ्री टेक अफमा। सो 4 देखि 5 मिनेटमा चाहिँ कुनै पनि अन्य टेकअप अथवा ल्यान्डिङ हुन पाइरहेको छैन एयरपोर्टमा जबसम्म त्यो एउटा एयरक्राफ्ट चाहिँ ट्याक्सिङ गरेर साउथको एन्डमा गएर त्यो युटर्न गरेर जबसम्म टेक अफ गर्दैन तबसम्म हाम्रो चाहिँ रनवे अकुपाई भइरहेको छ। यसले गर्दा अब तपाईले विचार गर्न सक्नुहुन्छ एउटा एयरक्राफ्टले 4 to 5 मिनट्स लिन्छ भने हाम्रो दिनमा कति उडान हुन्छ र त्यति एयरक्राफ्टले त्यो रनवेलाई युज गर्दाखेरि चाहिँ हाम्रो के भयो त भन्दाखेरि ट्राफिक कन्जेसन भयो। तपाईलाई थाहा छ माथि तपाईको ल्यान्ड गर्न नसकेर तपाईको हामीले 2-4 राउन्ड घुमेको हामीसँग एक्सपिरियन्स छ। यो हुने कारण नै रनवे चाहिँ खाली नभएको भएर हो। यसले चाहिँ क्यापेसिटी अफ रनवे पनि डिक्रिज गर्छ र धेरै इन्टरनेशनल एयरलाइन्सहरूलाई चाहिँ हामीले इन्भाइट पनि गर्न सकेको हुँदैनौँ कि हाम्रोमा चाहिँ तपाईले उडान गर्नुहोस् भनेर, हामीसँग त्यो क्यापेसिटी नै हुँदैन। सो अब हामी कुरा गरौँ अहिले भइरहेको एयर ट्रान्सपोर्ट क्यापेसिटी इन्हान्समेन्ट प्रोजेक्ट एटीसीईपी को बारेमा। अहिले करेन्टली चाहिँ 3वटा प्रोजेक्ट चाहिँ अनगोइङ छ एयरपोर्ट भित्र त्रिभुवन इन्टरनेशनल एयरपोर्ट भित्र। कुनै प्रोजेक्ट चाहिँ 2020 मा सुरु भएको हो भने कुनै चाहिँ तपाईको 2022 मा सुरु भएको प्रोजेक्टहरू हो। सो प्याकेज
1 को कुरा गरौँ, जुन चाहिँ नर्थ वेस्ट पार्टमा चाहिँ भइरहेको छ नयाँ बस्ती साइडतिर तपाईले देख्नुहुन्छ, त्यहाँ चाहिँ तपाईको इन्टरनेशनल एप्रोन बनिरहेको छ इन्टरनेशनल एयरक्राफ्टको पार्किङको लागि। सो यो पार्किङको क्यापेसिटी चाहिँ न्यारो बडी हामीले राख्ने हो भने चाहिँ त्यहाँ 18 वटा अटाउँछ भने तपाईको मिक्स गरेर न्यारो बडी र वाइड बडी मिक्स गरेर राख्ने हो भने चाहिँ 12 वटा एयरक्राफ्ट अटाउने क्यापेसिटीको एउटा एप्रोन बनिरहेछ। त्यसैगरी प्यारलल ट्याक्सीवेलाई चाहिँ एक्सटेन्सन गर्ने काम भइरहेछ 500 मिटर जति, किनभने त्यो एन्डसम्म चाहिँ ट्याक्सीवे पुरानो चाहिँ हाम्रो जुन 1900 मिटरको ट्याक्सीवे त्यो एन्डसम्म छैन र त्यो ट्याक्सीवेलाई चाहिँ 172.5 मिटर चाहिँ रनवेको सेन्ट्रल लाइनबाट त्यति डिस्टेन्समा चाहिँ बनिरहेको छ, व्हिच इज एज पर स्ट्यान्डर्ड अफ आइक्यू है। आइक्यूको स्ट्यान्डर्ड अनुसार त्यति हुनै पर्ने हुन्छ। सो यो ट्याक्सीवे सँगसँगै 3 वटा तपाईको कनेक्टिङ ट्याक्सीवेहरू बनिरहेछ, जसले चाहिँ के काम गर्छ त भन्दाखेरि त्यो ट्याक्सीवेलाई चाहिँ रनवेसँग कनेक्ट गर्ने काम गर्छ। 3 वटा एक्जिट ट्याक्सीवे पनि भन्न मिल्छ यसलाई, 3 वटा बनिरहेको छ यो नर्थ पार्टमा है। यसको बजेट चाहिँ करिब 7 अर्ब रुपीज हो नेपाली रुपीज। त्यसैगरी प्याकेज 2 मा काम भइरहेको छ ईस्ट अफ द रनवे, ईस्ट साइड अफ द रनवेमा है। त्यहाँ के भइरहेछ भन्दाखेरि त्यो बुद्ध एयरको ह्याङ्गर तपाईले जुन देख्नुहुन्छ त्यहाँबाट कहिले उडान भर्दाखेरि त्यो एरियामा चाहिँ तपाईको 2टा ह्याङ्गर एप्रोन बनिरहेछ, एउटा नेपाल एयरलाइन्सको र एउटा तपाईको नेपाल आर्मीको है। अरु डोमेस्टिक एयरलाइन्सले चाहिँ आफ्नो ह्याङ्गर आफैले बनाउनु पर्ने हुन्छ फ्युचरमा। सो यो कम्प्लिसन भइसकेपछि अहिले भइरहेको एक्जिस्टिङ ह्याङ्गरहरू छ जुन नेपाल एयरलाइन्स नेपाल आर्मीको र अरु डोमेस्टिक एयरलाइन्सको जुन ह्याङ्गरहरू छ त्यसलाई चाहिँ यता शिफ्ट गरिन्छ र नयाँ इन्टरनेसनल एयरपोर्टको लागि चाहिँ त्यो ठाउँलाई चाहिँ खाली गरिन्छ, जुन चाहिँ तपाईको अहिले डोमेस्टिक एयरपोर्टको ठ्याक्कै तपाईले पछाडिपट्टि देख्नुहुन्छ त्यो एरियालाई चाहिँ खाली गरेर त्यहाँबाट चाहिँ तपाईको इन्टरनेसनल एयरपोर्टलाई बनाउनुको लागि त्यो स्पेस खाली हुन्छ। त्यो चाहिँ यो कम्प्लिट भइसकेपछि र यो ह्याङ्गरहरूमा जानको लागि चाहिँ 3टा ट्याक्सिङ कनेक्सनहरू निर्माण भइरहेको छ एयरक्राफ्टलाई चाहिँ रनवेबाट ह्याङ्गरतिर लैजानको लागि। सो यसको बजेट चाहिँ 4 अर्ब नेपाली रुपीज रहेको छ। त्यसैगरी प्याकेज 3 मा चाहिँ कोटेश्वर साइडमा साउथ वेस्ट साइडमा चाहिँ तपाईको प्यारलल ट्याक्सीवे बनिरहेको छ, जुन चाहिँ तपाईको अलमोस्ट 1200 मिटरको एउटा पुरानो जुन ट्याक्सीवे छ 1900 मिटर, त्यसमा एडिसन जुन 1200 मिटरको एउटा ट्याक्सीवे बनिरहेको छ। अब यो ट्याक्सीवे चाहिँ तपाईको 172.5 मिटरको डिस्टेन्समा हुन्छ, जुन चाहिँ रनवेको सेन्ट्रल लाइनबाट। पुरानो ट्याक्सीवे चाहिँ तपाईको 109.5 मिटरमा थियो। अब पुरानो र नयाँ ट्याक्सीवेलाई जोइन्ट गर्नको लागि चाहिँ एउटा स्क्यू जोइन्ट दिएको छ बीचमा अहिलेको लागि। अब यो ट्याक्सीवेलाई चाहिँ साउथ एन्डमा गएर रनवेमा जोड्नको लागि 2टा तपाईको कनेक्टिङ ट्याक्सीवेहरू निर्माण भइरहेको छ। यसको बजेट चाहिँ तपाईको टोटलमा 4 अर्ब रुपीज छ यसको बजेट। सो यो टोटल तिनटैको जुन चाहिँ बजेट छ टोटलमा तपाईको 4 अर्ब 4 अर्ब र 7 अर्ब गरेर यसको चाहिँ तपाईको 78% चाहिँ एडीबीले फन्डिङ गरेको छ भने बाँकीको 22% चाहिँ क्यानले यसमा चाहिँ इन्भेस्टमेन्ट गरिरहेको छ। अब हामी आउँ मेन रिजन फर एयरपोर्ट क्लोजर एट नाइट टाइम। किन त रातिको टाइममा चाहिँ एयरपोर्ट क्लोज चाहिँ गर्नु परेको हो, यसको चाहिँ मेन कारणमा अब हामीले यो प्रोजेक्टको ब्याकग्राउन्ड बुझिसकेका छौँ। यो 3टै प्याकेजमा जुन हामीले भर्खरै कुरा गर्यौँ यसमा चाहिँ टोटलमा तपाईको रनवेसँग कनेक्ट हुने कतिवटा कनेक्टिङ ट्याक्सीवे छ त भन्दाखेरि नर्थपट्टि 3 वटा, इस्टपट्टि 3 वटा र साउथपट्टि 2 वटा, भनेको टोटलमा 8 वटा कनेक्टिङ ट्याक्सीवेहरू बनाउनु पर्ने छ। अब एज पर आइकेओ फेरि इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसनको स्ट्यान्डर्ड अनुसार एयरपोर्ट अपरेसन भइरहेको बेलामा तपाईले चाहिँ रनवेको सेन्ट्रल लाइनबाट 75 मिटर दुईपट्टि नै तपाईले केही पनि काम गर्न पाउनुहुन्न। तपाईले त्यहाँ इक्विपमेन्ट पनि राख्न पाउनुहुन्न, कन्स्ट्रक्सन इक्विपमेन्टहरू, र यतिसम्म कि तपाईले चाहिँ खाल्टो खनेर छोड्न पनि मिल्दैन। खाल्टो खनेको छ भने त्यसलाई तपाईले पुर्नु पर्ने हुन्छ एयरपोर्ट अपरेसनमा ल्याउनको लागि। सो यो 10 घण्टाको जुन क्लोज गर्ने टाइम छ यसमा चाहिँ अहिले काम भइरहेको भनेको यही 8 वटा ट्याक्सीवे जुन छ कनेक्टिङ ट्याक्सीवे, यसको काम चाहिँ भइरहेछ। सो बियोन्ड 75 मिटर चाहिँ तपाईको दिन रात नै काम गर्न सकिन्छ भने 75 मिटर भन्दा भित्र चाहिँ रातिको जुन चाहिँ एयरपोर्ट क्लोज गरेको टाइममा मात्रै काम गर्न मिल्छ। सो कन्ट्र्याक्टरले राति चाहिँ कसरी यो 75 मिटर भित्र काम गरिरहेको छ यसको बारेमा म तपाईलाई ब्रिफली तपाईलाई एक्सप्लेन गर्न गइरहेको छु। अब 75 मिटरको जुन लेन्थ छ जुन चाहिँ हामीले काम गर्न मिल्छ एयरपोर्ट क्लोज गरेको बेलामा मात्रै, त्यो कनेक्टिङ ट्याक्सीवेलाई चाहिँ पार्टमा चाहिँ डिभाइड गरेर काम भइरहेको छ। जस्तै एक्सकाभेसन, त्यसपछि कम्प्याक्सन र कन्स्ट्रक्सन अफ ट्याक्सीवेको कामहरू चाहिँ यसलाई पार्टमा भइरहेछ। सो डिजाइनको अनुसार चाहिँ 2 देखि 3 मिटरसम्म एक्सकाभेसन गर्नुपर्ने हुन्छ इच पार्टलाई भने त्यसलाई चाहिँ तपाईको कन्स्ट्रक्सन गर्नको लागि चाहिँ 20 सेन्टिमिटरको लेयरमा चाहिँ तपाईको कम्प्याक्सन गर्ने र टेस्टिङ गर्ने गरेर त्यसरी चाहिँ तपाईको ट्याक्सीवेको कन्स्ट्रक्सन गर्नुपर्ने हुन्छ एज पर डिजाइन। अब एउटा नाइटमा चाहिँ कति काम हुन्छ हामी हेरौँ 10 घण्टामा। मानौ 3 मिटरको एउटा एक्सकाभेसन भयो भने एक रातमा चाहिँ तपाईको हाफ मिटर मात्रै तपाईको कम्प्याक्सन गर्न सकिन्छ स्ट्यान्डर्ड वेले, जुन चाहिँ एज पर डिजाइन छ है। रिमेनिङ जुन 2.5 मिटर बचेको हुन्छ त्यसलाई चाहिँ नन स्ट्यान्डर्ड कम्प्याक्सन गरिन्छ र बिहान एयरपोर्ट खुल्नु भन्दा अगाडि चाहिँ त्यसलाई सम्याएर त्यसलाई चाहिँ एज इट इज पार्नु पर्ने हुन्छ। सो यो प्रोसेस चाहिँ फेरि अर्को राति फेरि रिपिट गर्नुपर्ने हुन्छ। भनेपछि तपाईले देखिसक्नुभयो
त्यो 75 मिटर 8 वटा कनेक्टिङ ट्याक्सीवेमा पनि जुन 75 मिटरको डिस्टेन्स छ काम गरिरहेको राति त्यसको पनि पार्ट गरेर काम भइरहेको हुन्छ भने एज पर कन्स्ट्रक्सनमा काम गरिरहेको इन्जिनियरको अनुसार चाहिँ 2 देखि 3 दिनको काम लाग्छ एउटा पार्टलाई सकाउनको लागि। त्यसैगरी एउटा कनेक्टिङ ट्याक्सीवेमा त्यो थुप्रै एउटा पार्ट हुन्छ है। अब 5 महिनाको समयमा चाहिँ यही तपाईको 75 मिटर भित्रको 8 वटा कनेक्टिङ ट्याक्सीवेको कामहरू चाहिँ सकाउनु पर्ने हो भने यो टोटल प्रोजेक्ट चाहिँ अहिले नै सकिने होइन। यो टोटल प्रोजेक्टको चाहिँ डेडलाइन चाहिँ 2026 अक्टोबर रहेको छ भनेको अहिलेको स्थितिमा चाहिँ अलमोस्ट 50% काम चाहिँ टोटलमा तीनटै प्रोजेक्टको गरेर 50% वर्क चाहिँ सकिसकेको छ एज पर कन्स्ट्रक्सन कम्पनी। अब हामी कुरा गरौँ यो प्रोजेक्टहरू गरिसकेपछि कसरी चाहिँ क्यापेसिटी चाहिँ इन्हान्स हुन्छ त रनवेको अथवा हाम्रो एयरपोर्टको। यो सबै चाहिँ ट्याक्सीवे रिलेटेड कामहरू सकिसकेपछि 2026 अक्टोबर पछिको कुरा गरौँ है। अब अहिले नै चाहिँ यो पुरै सकिनेवाला छैन। सो अब चाहिँ के हुन्छ भन्दाखेरि त्यसपछि चाहिँ तपाईको एयरक्राफ्टले चाहिँ नयाँ जुन ट्याक्सीवे हाम्रो प्यारल ट्याक्सीवे बनेको छ त्यो युज गरेर चाहिँ तपाईको साउथको एन्डमा पुग्छ, रनवेको एन्डमा पुग्छ र त्यो एन्डबाट मात्रै रनवेमा इन्टर गर्छ। अब यो भइसकेपछि जुन चाहिँ पहिला तपाईको रनवेलाई युज गरेर त्यो एन्डसम्म ट्याक्सिङ गर्नुपर्ने अवस्था थियो त्यो चाहिँ तपाईको अब हुँदैन। अब प्यारल ट्याक्सीवेबाट जान्छ एयरक्राफ्ट भने क्यूहरू बस्नुपर्ने भयो भने पनि त्यो ट्याक्सीवेमा नै हुन्छ भने डाइरेक्ट एन्डमा तपाईको रनवे एन्टर गरेर सिधै तपाईको टेक अफ गर्न सकिन्छ। यसले चाहिँ के गर्यो त भन्दाखेरि जुन चाहिँ पहिला 4 देखि 5 मिटर ट्याक्सिङको लागि रनवे युज हुन्छ त्यो चाहिँ अब खाली भयो। सो यसले चाहिँ रनवेको अकुपेन्सी चाहिँ रिड्युस गर्यो ड्रास्टिकल्ली है। अब एउटा एयरक्राफ्टले चाहिँ 4 मिनट तपाईको एउटा रनवेलाई खाली गर्छ भने दिनभरिमा कति खाली हुन्छ अब तपाई आफै सोच्नुस्। यसले चाहिँ तपाईको 20 देखि 25% चाहिँ रनवेको एफिसिएन्सी बढाउँछ भनिएको छ र अल्टिमेटली एयर ट्राफिक कन्जेसनहरू हामीले चाहिँ अलिक कम पाउने छौं कम्पेरेटिभली प्रेजेन्ट सिनारियो भन्दा चाहिँ। अब 2026 अक्टोबरमा यो सिद्धिएछ भने चाहिँ त्यसपछि चाहिँ लेस ट्राफिक कन्जेक्सन हुनेछ। सो त्यसैगरी नयाँ एप्रोन जुन चाहिँ नर्थपट्टि बनिसक्दाखेरि के हुन्छ त भन्दाखेरि इन्टरनेसनल एयरक्राफ्टहरू पार्किङ गर्ने प्रब्लम जुन अहिले छ क्यापेसिटी छैन त्यो चाहिँ सल्भ हुन्छ। त्यसैगरी अहिले भइरहेको एप्रोनलाई पनि त्यहाँ शिफ्टिङ गरिन्छ भने अहिलेको एक्जिस्टिङ ट्याक्सीवे जुन चाहिँ 109.5 मिटरमा छ त्यो स्पेस खाली भइसकेपछि त्यसलाई पनि शिफ्ट गरेर 172.5 मिटर जुन चाहिँ आइकेओ को स्ट्यान्डर्ड हो त्यो अनुसार चाहिँ मार्किङ मात्र गरिन्छ। त्यहाँ कन्स्ट्रक्सन गर्नु पर्दैन, मार्किङ मात्र गर्दा हुन्छ किनभने त्यहाँ अलरेडी तपाईको कन्स्ट्रक्सन भइसकेको छ त्यसको ग्राउन्ड चाहिँ। सो यो भइसकेपछि हाम्रो चाहिँ एयरपोर्टले चाहिँ रनवेले चाहिँ आइकेओ को स्ट्यान्डर्ड पास गर्छ र हामीले चाहिँ बिग एयरक्राफ्टहरू जस्तो कोड ई एयरक्राफ्ट भन्छ त्यसको लागि हामीले फ्लाइ गर्नको लागि अनुमति पाउँछौँ। सो एयरपोर्टले आइकेओ को स्ट्यान्डर्ड मिट गर्नु भनेको चाहिँ एकदमै सेफ्टीमा ध्यान दिनु भन्ने हामीले बुझ्छौँ। सो सेफ्टीको पर्पजले चाहिँ हाम्रो एकदमै राम्रो इम्प्रुभमेन्ट हुनेवाला छ फ्युचरमा। सो यही नै थियो तपाईँको एयरपोर्ट क्लोज हुने कारणहरू। अब चाहिँ अहिले क्यानले चाहिँ त्यो राति तपाईँको एयरपोर्ट क्लोज गर्ने टाइमलाई चाहिँ रिड्युस गरेर चाहिँ 10 बाट 8 घण्टामा ल्याइसकेको छ फ्रम माघ 19 गतेबाट है। अहिले चाहिँ 8 घण्टा मात्र किनभने एकदमै ट्राफिक कन्जेसनहरू भयो र चौतर्फीबाट तपाईँको प्रेसर आइसकेपछि क्यानले चाहिँ यसलाई रिड्युस गर्न बाध्य भएको हो। सो चैतको 18 गतेसम्म चाहिँ यो सबै कनेक्टिङ ट्याक्सीवेहरू निर्माण गरेर हामी फुल प्लेजमा एयरपोर्टलाई ओपन गर्छौँ भनेर चाहिँ क्यानले भनेको छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। भिडियो मन परेमा प्लिज लाइक द भिडियो, शेयर गर्नुस् र च्यानललाई सब्स्क्राइब गर्नुस्। थ्याङ्क यू सो मच।